हो सुन्दर हाम्रो हरिदाईको गाउँमा आएर त चल के आर्न लाग्यो यत्रो खुकुरी बोकेर बोगानी बनिसक्यो। मैले यो बाइकलाई चाहिँ प्लेन त भनिरहेको थिएँ होइन साथीहरू। आज बल्ल प्लेनको भाइब दिएको चाहिँ मुनतिर हेर्न सक्नुहुन्छ। डेन्जर अल्को ठाउँमा पारिपट्टि कस्तो नमजासँग आगो लगाइदिएछ नि यार मान्छेहरूले नै। मैले मामा डेन्जर अप्ठ्यारो रहेछ त बाटो। त्यस्तो हो त्यस्तो बाटो हाल्ने हो बाटो चाहिँ अप्ठ्यारो रहेछ अरे यहाँ तिम्रो बस। आमामामा कस्तो अप्ठ्यारो रहेछ अरे गाउँतिर जाने बाटो त। यहाँ चाहिँ बाटो भत्के रहेछ क्या साथीहरू होइन बनाउँदै रहेछ। ओए क्यार लैजाने यहाँ त ल त हेर्नु त साथीहरू यहाँ त डेन्जरै अप्ठ्यारो रहेछ बाटो चाहिँ। लोटला चाहिँ सुन्दर बिस्तारै सुन्दरले चाहिँ लिएर गएको छ बाटै रहन्छ नि त यहाँ तिमी त। आमामामा हेर्नु त ओए सुस्तरी लोटलास यिनी नि म साथ दिन्छु केही भएन। नाच्यो 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 टायर नाच्यो। यत्तरिका सिगाने जाने बाटो त अप्ठ्यारो रहेछ नि त साथीहरू। सिगाने गाउँपालिका जाने बाटो त डेन्जर अप्ठ्यारो रहेछ। हेर्नु त्यहाँ त पानी गइरहेको छ अनि पहिरो खसिरहेको छ यार भक्क भक्क यार। आमामामामामामा पहिरो नि भक भक खसिरहेको छ यार डेन्जरै अप्ठ्यारो रहेछ। ओए खसलाई जा 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 सानो ओए चिफ्ल्यो टायर जाला उता लैजा त जा त बडा त अघिल्तिर पानी त काटेर फालेर रहेछ के रे। ओए तल गयो यार टायर भाइ कहाँ उचाल्न सकिन्छ त मिल्नु पऱ्यो नि उचाल्न नि तँ झर्नु पर्छ कि तँसँग ल कोही फेरि गयो यार। अनि यहाँ चाहिँ गाउँतिरको दाइहरू चाहिँ एकदमै सहयोगी क्या होइन। हामीले चाहिँ बाटो चिनिरहेको थिएनौँ अनि जो मान्छे भेट्यो भने ठ्याक्क फोन आफैले लिएर ठ्याक्क यो ठाउँमा हुनुहुन्छ यस्तो यस्तो ठाउँमा भनेर सहयोग गर्ने के। बजारतिर भएको चाहिँ यस्तो हुन्थेन होइन। उहाँ दाइले नै आफैले म आफै कुरा गर्छु भनेर चाहिँ भन्नुभयो है। कता जाँदा ठिक हुन्छ ल हुन्छ दाइ धन्यवाद दाइ। यही हो क्या मलाई चाहिँ त्यही भएर नि गाउँ मनपर्ने हो क्या साथीहरू। सबैले सहयोग गर्न चाहनुहुन्छ क्या होइन। त्यो स्वार्थ छैन क्या मान्छेमा। बजारतिरको मान्छे भयो 1 सेकेन्ड टाइम दिन पनि आफ्नो जिन्दगी नै पुरै सुम्पिन पर्ने जस्तो गर्छन् क्या। तर हेर्नु न हामीले केही भनेको होइन है। हामी त्यहाँ त्यत्तिकै बसिरहेको थियौँ अनि आफैले यस्तो यस्तो सिधै अनि आफै आएर सोध्नुभयो के भयो कसो भयो होइन। सोध्नु त हामीले पनि सोधिहाल्थ्यौँ त्यही पनि आफैले सोध्नु भएको क्या उहाँले चाहिँ। अनि यस्तो यस्तो ठाउँमा जाने दाइ भनेको पछि आफैले फोन गरेर यस्तो यस्तो ठाउँमा हुनुहुन्छ भनेर चाहिँ उहाँ दाइलाई चाहिँ लोकेसन बताइदिनु भयो अनि हामीलाई भनेर अनि यस्तो यस्तो ठाउँबाट जानुहोस् भनेर चाहिँ हामीलाई डिरेक्सन चाहिँ दिनुभयो। अनि फेरि हामी त फर्केको छौँ है त। अब कस्तो बवाल है मिलेको क्या सुन्दर होइन। सबै घरहरू चाहिँ पुरा ढुङ्गाले बारेको क्या होइन छाएको के घर जति हेर्नु न। यो ठाउँको नाम चाहिँ बाँसकोट भन्ने ठाउँ रहेछ है साथीहरू। हेर्नु कस्तो मजाको टिनले छाएको घर त एउटा मात्र रहेछ न त सबै ढुङ्गाले छाएको रहेछ है। हामी चाहिँ हिरामुनि गाउँ भन्ने ठाउँ जाँदैछौँ बागलुङ जिल्लाको। अनि ठ्याक्क बाटोमा चाहिँ सानो सानो भाइहरूले चाहिँ काफल टिपेर रहेछन् होइन। यसो चाहम भनेर मागिरहेछौँ। अहिले चाहिँ घडीमा चाहिँ ट्याक्क 1-2 बजे भनौँ न ठ्याक्क 2 बजिसकेको छ। हामी चाहिँ अलिक छिटै आइन्थ्यो कि लगभग 1.5 घन्टा जस्तो हामीलाई बाटोमा पानीले डिस्टर्ब गर्यो। लागि चाहिँ भाइहरूले ट्याक्क काफल टिपेर फाल्दै भएका छन् होइन। अब यो काफल चाहिँ चाहमै त कस्तो रहेछ हाम्रो बागलुङतिरको। हेर त हात पनि कस्तो नराम्रो भएछ यार बाइक चलाउँदा चलाउँदा मोबाइल रहेछ है। ल बवाल छ साथीहरू। यो चाहिँ हाँडे काफल भन्छ होइन। हाम्रो स्याङ्जातिर पनि मस्त पाइन्छ यहाँ पनि पाइँदो रहेछ। भाइहरूले चाहिँ हामीलाई दिए होइन चाख्न पाइयो। अहिलेसम्म खाएको थिएन यो वर्ष चाहिँ एकदमै खुसी लाग्यो है त। ल भाइहरूलाई धन्यवाद है बाबु। ट्याक्क हिरामुनि जाने बाटो कुन हो मास्तिरबाट मास्तिर रहेछ है साथीहरू हिरामुनि भन्ने गाउँ चाहिँ। हामी चाहिँ हिरामुनि गाउँ भन्ने ठाउँ चाहिँ जाँदैछौँ।
लामाचौर भन्ने गाउँ रहेछ है साथीहरू। यो चाहिँ हाम्रो बागलुङ जिल्लाको लामाचौर भन्ने ठाउँ रहेछ है। गाउँ बवाल रहेछ होइन, घरहरू कस्तो मिलेको होइन, चिटिक्क परेको, खेतबारीमा मान्छेले काम गरेको। यसो हेर्दा त पहिला सानसानामा पढ्दा के त्यो नेपाली किताबमा भएका घरहरू जस्तो देखिएको के यसो हेर्दाखेरि के। आमामा, तर बाटो चाहिँ अलि अब्स्ट्रकल नै रहेछ होइन, अरू त सबै ठिकै हो, बाटो चाहिँ अलिकति अप्ठ्यारो चाहिँ रहेछ। बाटो त फेरि पुरै इङ्ग्लिस रहेछ नि त। ओ नो, ढुङ्गा थापेको बाटो। अब चाहिँ सायद हामी चाहिँ हाम्रो डेस्टिनेसनको नजिक आइसकेको छौँ है। हामीले चाहिँ को दाइ अरे हरि कार्की दाईको घरमा चाहिँ आउँदैछौँ होइन। हाम्रो सुन्दर चाहिँ विदेश रहँदाको एकदमै मिल्ने दाई है। हामीले चाहिँ दाईलाई भेट्ने जस्तो छ। अब चाहिँ त्यतै अगाडि नै गएर भेटौँला है त साथीहरू। ल ल साथीहरू, हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ। दाई चाहिँ अघि देख्नुभयो होला भिडियोमा होइन, पछाडिबाट आउँदै हुनुहुन्छ भने दाईको घर चाहिँ यतापट्टि रहेछ होइन। अब गाउँघरमा यस्तै हो होइन, जे भयो भने एकदमै अर्ग्यानिक हुन्छ, रमाइलो हुन्छ होइन। ट्याक्क अब हामी पनि आएको छौँ। अनि हाम्रो अवस्था हेर्न सक्नुहुन्छ, यस्तो यहाँ पुरा हिलो भइएको छ। आज पानी पनि पऱ्यो नि त हिँड्ने बेलामा। सो हाम्रो बसन्तीको हालत चाहिँ यस्तो छ। बसन्तीको हालत पनि खतमै भएको छ। अब त्यतै गएर भेटौँला है त। हो सुन्दर, हाम्रो हरिदाईको गाउँमा आएर त के आर्नु लाग्यो यत्रो खुकुरी बोकेर। ल दाइले चाहिँ हामीलाई चाहिँ हामी भाइहरू आएको भएर चाहिँ दाइले पुरै पाठा ढलाउनु खोज्नु भएको छ बिचरा होइन। तर चाहिँ आज हामी चाहिँ नबस्ने भयो होइन, बस्न चाहिँ भ्याइँदैन आफ्नो कामका व्यस्तताले गर्दाखेरि। बिचरा दाइ चाहिँ एकदमै दामी लाग्यो मलाई होइन। दाइको घर उतापट्टि डेन्जर ठुलो रहेछ नि त खुकुरी त। सुन्दर, यो त कति किलो जति छ होइन साथीहरू? यो चाहिँ मार हान्ने खुकुरे डेन्जर ठुलो रहेछ। खै एकचोटि कत्रो हो त नि खुकुरी पनि यार। हाम्रो फुल पूजामा उता खसी सासी नि काटिन्छ कि। ए यो खुकुरीले 3 केजी त छ पक्कै। ए ल दामी रहेछ खुकुरी त। गाउँघरको घर यस्तै हो होइन, रमाइलो शान्त छ है। उतापट्टि दाइहरूले मार हानिरहेको छन् बोका। अब त्यस्तो चाहिँ भिडियोमा देखाउनु पनि भएन होइन। अब त्यसले चाहिँ भाइलेन्स मचाउँछ नि त। सो हाम्रो सुन्दरले चाहिँ खुट्टा साँधिदिन्छु भनेर चाहिँ मलाई यहाँ कपडा साँध्न दिएर चाहिँ गएको छ। त्यो चाहिँ जहाँ गयो नि खुट्टै साँध्ने भयो। घरतिर नि बोका खसी काट्यो भने खुट्टै साँध्छ होइन। बवाल चाहिँ साथीहरू यस्तो छ वेदर चाहिँ। ल बोका नि बनिसक्यो ट्याक्क भएछ। बोका नि बनिसकेको छ। अब यसलाई चाहिँ फेरि धस्ने काम हुन्छ अनि पुस्न पऱ्यो। त्यसपछि यसलाई फेरि भुरभुरे लाउनु पऱ्यो अनि बल्ल खानको लागि योग्य हुन्छ है। ल यतापट्टि पुरा अहिले चाहिँ रङसँग नि लगाइसक्नु भएको छ। यता चाहिँ भुँडीको लागि पानी बनिरहेको छ। अब चाहिँ कति जाने बेला भयो, 4:30 पनि भयो। अब चाहिँ निस्किनुपर्छ है। सुन्दर अब निस्किउँ है। ल अब बाटोतिरै भेटौँला साथीहरू है। पट्टि चाहिँ बागलुङ बजार देख्न सकिन्छ। हामी चाहिँ वहाँ पुग्ने है साथीहरू। अनि त्यहाँबाट चाहिँ हेरौँ कति मिनटमा चाहिँ हामी वालिङ पुग्छ। अनि के हो भने अब बाटोमा चाहिँ अब रात कतिको पर्छ के अरे होइन। रात नपर्दा जसम्म त मैले भिडियो गर्छु के अरे, कहाँसम्म गर्न मिल्छ होइन। अनि योभन्दा अगाडिचोटि त पर्वतको भ्लग हेरिसक्नु भएको छ। हेर्नु भएको छैन भने चाहिँ हेर्न सक्नुहुन्छ होइन। अब पर्वतसम्म बनाउन पायो भने चाहिँ त्योभन्दा उतापट्टि रात परे पनि खासै चाहिँ फरक परेन नि त। किनकि त्योभन्दा उताको त पहिले अलरेडी मैले क्याप्चर गरिसकेकै ठाउँ हो। त्यही भएर साथीहरू हेरौँ लेट्स सी अब कहाँसम्म चाहिँ जाँदाखेरि अँधेरो हुँदैन होइन। ल है त साथीहरू, अब चाहिँ हामी एकैछिनमा पिच बाटोमा जोइन हुन्छौँ। तर गाउँतिरको मान्छेहरू चाहिँ यस्तो मिलनसार हुने क्या साथीहरू होइन। बिचरा यार हामीलाई त्यत्रो त्यहाँ भएका दाइ बुवाहरूले चाहिँ अझै मैले त्यहाँ त खासै धेरै भिडियो गरिनँ नि त। कस्तो मजाले कुरा गरेको के। अनि बस्नुहोस् भुटुवा खाएर जानु होला, मासु काटिरहेको छ एकछिन बस्नु न, पकाएर खाएर जानु होला अरे होइन, यहीँ बस्नुहोस् आज नजानु अरे सबले के त्यस्तो कुरा के। अनि त्यसरी कति माया गर्ने के होइन। अनि तर चाहिँ मलाई एउटा कुराले चाहिँ एकदमै मन छोयो क्या साथीहरू। म जति पनि गाउँमा जान्छु है, गाउँमा चाहिँ अहिले मान्छेहरूले चाहिँ धेरै गाउँहरू छोडिरहेको देखेको छ क्या होइन। हुन त गाउँमा पनि पक्की बाटै नपुगे नि अलिअलि कच्ची बाटो भयो भने जहाँ त्यही पुगेकै छ होइन। तर पनि गाउँ छोड्नेको लड्को चाहिँ बहुतै धेरै छ अहिले गाउँमा साथीहरू। त्यो कुराहरू देख्दा चाहिँ कस्तो मन खिन्न हुन्छ क्या।
खास मान्छेले के को लागि गाउँ छोडिरहेछ जस्तो लाग्छ। हुन त सेवा सुविधा कै लागि होला होइन, अब अलिकति सेवा सुविधा चाहिँ नभएर होइन, सेवा सुविधा भएको ठाउँतिर चाहिँ गएको होला होइन हुन त। तर चाहिँ कस्तो नरमाइलो लाग्ने के, हुन त त्यो गाउँहरू रित्तो देख्दा क्या घरहरू कति राम्रो राम्रो छ है। अनि त्यो घरहरू चाहिँ खाली के एक्लो जस्तो के होइन साथीहरू। अब त्यत्रो गाउँमा पनि अघि भन्दै हुनुहुन्थ्यो 10 हो कि 12वटा घरमा चाहिँ 12जना मान्छे छ भनेर चाहिँ कुरा गर्दै हुनुहुन्थ्यो कि होइन। के भन्ने होइन साथीहरू, ठिकै छ अब के भन्ने होइन। अब सबैले आफ्नो उस सोचेरै केही सोचेर नै होला गाउँ छोडेको नि। जे होस्, मैले चाहिँ अब तपाईँहरू पनि साथीहरू हुनुहुन्छ भने तपाईँहरूलाई नि आफ्नो गाउँ चाहिँ नछोड्नुहोस् भन्न सजेस्ट गर्न चाहन्छु। त्यो देख्दा पनि मलाई पनि यस्तो मन खिन्न हुन्छ क्या। अब चाहिँ अघि हामी पोखरातिर आएको थियौँ भने अब चाहिँ हामी ठ्याक्क पर्वतबाट जाने हो। त्यही भएर चाहिँ अब हामी यहाँ चाहिँ राइट लाएर अब चाहिँ पर्वत हुँदै जान्छौँ है त साथीहरू। अब यहाँ टक्क यताबाट जाने हो है, यो बाटो भएर जान सकिन्छ है त। यो बाटो बारेमा नि तपाईँलाई जानकारी दिउँ है। यो बाटो चाहिँ हामी ट्याक्क पर्वत हुँदै हातेमालो चोक हुँदै है, पर्वत जिल्लाको हातेमालो चोक हुँदै अनि हामी चाहिँ स्याङ्जा जिल्लाको वालिङ जान सकिन्छ है साथीहरू। एकदमै सर्टकट बाटो पर्छ है। हामीलाई पोखरातिरबाट चाहिँ तपाईँको 5 घन्टा लाग्छ भने यतातिरबाट चाहिँ लगभग 3 घन्टामा चाहिँ हामीहरू चाहिँ ट्याक्क स्याङ्जा चाहिँ पुग्न सकिन्छ। बाटो चाहिँ सबै पिजै छ है यो बाटो पनि, ओभरअल कन्डिसन सबै राम्रो छ बाटोको चाहिँ। यो चाहिँ मेरो सेकेन्ड टाइम हो यो बाटो चाहिँ होइन। त्यही हो, 1-2 ठाउँमा चाहिँ पुलहरू नबनेको भएर चाहिँ झलुङ्गे पुलबाट चाहिँ गाडीहरू बाइक हाल्नुपर्छ, अरू चाहिँ सब ठिक छ है त साथीहरू। ए कलरहरू लगाइदिएर हेर्न सुन्दर कस्तो राम्रो देखेको के। तर साथीहरू यो साइड साइडमा त यो सबै सल्लाहहरू हो होइन, फेरि सल्लाह त फेरि डेन्जर चिप्लिन्छ होइन। अब चाहिँ हामी यहाँ त जानुपर्छ है साथीहरू। ल अब यो पुल है, अस्ति नै चाहिँ म डराएको थिएँ, आज चाहिँ हालिदिन्छु जे परे पर्छ होइन सुन्दर। यो चाहिँ एकचोटि तरमा आउँदा तैँले नै हालेको यहाँ आमामामामामामामा सबैभन्दा मैले यो बाइकलाई चाहिँ प्लेन त भनिरहेको थिएँ होइन साथीहरू। आज बल्ल प्लेनको भाइब दिएको चाहिँ मुनतिर हेर्न सक्नुहुन्छ, डेन्जर अल्को ठाउँमा आमामामामा सुन्दर। म त बिचमा आबुई मलाई त डर पो लाउन लाग्यो त्यहाँ बिचमा आएपछि त्यहाँ होइन सुन्दर। मेरो त मुटु काम नला अहिलेसम्म म चलाएको थिइनँ नि सुन्दर यस्तो बाटो होइन नकर है साथीहरू। डेन्जर डर लागेको छ यार मलाई त आमामामामामा। जति यता आयो त्यति डर लाग्न लाग्यो यार मलाई आमामामामामा। साथीहरू माइ लड भन्ने जस्तो भयो यार यहाँ त यार। तलतिर हेरेको छैन साथीहरू, पछि घरमा गएर हेर्छु म त भिडियो होइन। ए आमामामामामा ओ माइ लड, डरै लाग्ने छ कि। यस्तो पुल त यो मात्र होइन साथीहरू, अरू पनि छ होइन। 2-3टा तर्नुपर्छ योभन्दा अल्कोले। छिटो निस्कि यहाँ निस्केपछि त बल्ल आनन्द भएको यार। ओ नो ल है साथीहरू, हामी चाहिँ ठ्याक्क फलेवास आइयो है, फलेवास खाजा घरमा आइयो होइन। अब चाहिँ हामी यहाँ त फेरि तलतिर लाउँछौँ होइन। यहाँ त चाहिँ द क्लिफ देखिन्छ होइन, उता पारिपट्टि युट्युब भिडियोमा चाहिँ कतिको देखेछ होइन। द क्लिफ भनेको चाहिँ उहाँ छ ल है त साथीहरू। पुलको नि एक्सपिरियन्स लियो है। म यत्रो अल्को पुला चाहिँ मैले बाइक तारेको चाहिँ फर द फर्स्ट टाइम नै हो। पारिपट्टि कस्तो नमजासँग आगो लगाइदिएछ नि यार मान्छेहरूले नै। मैले यसको यो आगो सम्बन्धीको बारेमा मैले पहिले पनि भनेको थिएँ होइन, चिउरीमा आगो लागेको देख्दाखेरि। अहिले पनि यहाँ पनि त्यस्तै ठुलो आगो लगाइदिएछ। यो जङ्गल सबै मासिने हो। अब त कति आगो त कति धेरै जङ्गल त लगभग डढेर कालो भइसकेछ। अब त आगो चाहिँ यता सर्किँदै आउँदैछ होइन। अब यसले कति विनाश गर्ने हो। यस्तो त नगरेको भए नि हुन्थ्यो। मान्छेहरूले पनि खै के को लागि गर्छ साथीहरू होइन। हेर्नु त साथीहरू कतिको देखेछ भिडियोमा होइन। यस्तो नमजासँग रन्केको छ नि यार त्यो आगो यार। त्यो हावा लगाएको त झन् हुर्र भएको के यस्तै त वायु प्रदूषण हुन्छ नि साथीहरू होइन। एकचोटि पुलमा हाल्नुपर्ने हुन्छ। अब फेरि अर्को पुल क्रस गर्दैछौँ है। अब सम्भवतः यो पछि चाहिँ हामीले यत्रो ठुलो पुलहरू पार गर्नु पर्दैन, सानो सानो मात्र हो। ल हेरौँ है साथीहरू, यो पुल चाहिँ अब नेक्स्ट पुल है, सेम अबको जस्तै छ। उहाँ मुनिपट्टि चाहिँ देख्न सक्नुहुन्छ बाटो, तर बिचमा चाहिँ बाटो ब्लक छ क्या त्यो पहिरो गएर। अनि त्यही भएर चाहिँ गाडीहरू चाहिँ यहाँ हिँड्न मिल्दैन अहिलेलाई चाहिँ। बाइकहरू चाहिँ सर यही पुलबाट चाहिँ हाल्न मिल्छ है त साथीहरू। ल है साथीहरू, अब फाइनली यो पुल त सकिसक्यो है। अघिको चाहिँ अलि लामो थियो होइन, यो चाहिँ सकिसकेको छ। ल ठाउँ छ है अब यहाँ चाहिँ डेन्जर अँधेरो गुफा जस्तो छ यार खोला पनि। यति बाटो चाहिँ अप्ठ्यारो छ कि
तर यो बाटोमा चाहिँ बर्खामा चाहिँ हिँड्न अलि रिक्सै छ है साथीहरू। बर्खाको बेलामा चाहिँ उता जानु ठिक हुन्छ, किनकि यहाँ चाहिँ बिचबिचमा चाहिँ हेर्नु न पुलहरू चाहिँ बनेको छैन, अनि खोलाहरू चाहिँ यो ठुल्ठुला छ कि खोलाहरू पनि। बर्खाको बेला त यो त बिसम्बर आउँछ नि साथीहरू, हेर्नु त अहिले त यतिको छ भने चाहिँ यो त बर्खामा त डेन्जरै ठुलो आउँछ नि। हेर्नु त खोला कस्तो छ, अहिले त सानो भएर चाहिँ सुन्दर यो होइन। अनि यहाँ त बर्खाको बेलामा त डेन्जरै हुन्छ नि। अहिले त यो हिउँदको बेलामा चाहिँ ठिकै हो, बर्खाको बेलामा चाहिँ यो बाटो हिँड्न अलि रिक्स हुन्छ पानी परेको बेलामा। चाहिँ माथि लाउनुपर्छ पर्वतको लागि होइन। तपाईँहरू चाहिँ यो बाटो सिधै जानुभयो भने सेती बेडी हुँदै हाम्रो मिर्मी हुँदै चाहिँ वालिङ पनि आउनु सक्नुहुन्छ, तर त्यता त अलिकति लामो पर्ने भएको भएर हामी चाहिँ यहाँ अब मास्तिर जाँदैछौँ है। हामी चाहिँ उहाँ हिँडेको नि लगभग 5 बजी हिँडेको थियौँ, 6 भने चाहिँ 1 घन्टा 50 मिनट भयो भनौँ न, 2 घन्टा हुन लाग्यो। ठिकै हो, पर्वत अब कतिखेर पुगिन्छ के होइन, टाइम हिसाब गरौँ न नि, काटो चाहिँ जाँदा छिटो हुन्छ भनेर होइन साथीहरू। ल साथीहरू अब फाइनली अहिले चाहिँ हामी ट्याक्क पर्वत जिल्लाको चाहिँ हातेमारे चोक आइसकेको छौँ। अझै हामी 1.5 घन्टा जस्तो चाहिँ हिँड्नुपर्छ। त्योभन्दा पहिला चाहिँ यसो अब हामीलाई चाहिँ भोक लागेको छ है, यता कतैबाट यसो नास्ता खाएर चाहिँ अगाडि बढ्ने चाहिँ हाम्रो कुरा भएको। जाममा परियो साथीहरू, हामी त डुम्री भन्दा मुनिपट्टि है पर्वतबाट आउने क्रममा होइन, बागलुङदेखि घरतिर फर्किने क्रममा ठ्याक्क यो पर्वतको बाटो आएको है। डुम्री भन्ज्याङ मुनिपट्टि चाहिँ डुम्री भन्ज्याङभन्दा मुनिपट्टि चाहिँ यसरी डोजरले चाहिँ बाटो बनाउँदै रहेछ। पुरै जाममा परियो यार सुन्दर। हामी यहाँ बसेको कति भयो सुन्दर? फाइनली खोलिसकेको छ। सुरुमा चाहिँ उता कारहरू आएको छ, हेर्नु त कारहरू। ल एउटा कार निस्कियो है, माथिबाट चाहिँ टन्नै बाइकहरू झरिरहेको छ है। केटाले धरो भन्कार लिएर आएको छ यता बनाएर। ओ सुन्दर बिस्तारै आइज लड्ला। ल ओइ 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 यार कता उसिटेको त नाम त क्लोज ल्याउ त, क्लोज ल्याउ न। ल बिस्तारै अझै 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 ल बिस्तारै लैजाऊ बिस्तारै अझै। ल ल जाऊ। धन्न तल खसेन यार, जाऊ जाऊ बिस्तारै जाऊ बिस्तारै। तल्लो धन्न खसेन यार तपाईँहरू। ओइ त्यो फेरि खस्ला यार तिनी यार, यहाँ त धन्न खसेन यार। हेर्न यस्तो ठाउँमा यार, यहाँ त मुनि तलतिर जाने यार। जाम त्यो ब्रदर चाहिँ धन्न खसेन यार, त्यहाँबाट खसिया तलतिर जान्थ्यो यार। अलिक बिस्तारै चलाउनुपर्छ साथीहरू यस्तोमा होइन, घात्राङ र घुत्रिङ छ। ल साथीहरू फाइनली हामी चाहिँ अहिले भुम्रेनिर है वालिङ आइसकेको छौँ। वालिङ अन्त यतापट्टि भुम्रे भनौँ न, भुम्रे आइसकेको छौँ होइन। अनि अहिले चाहिँ घडीमा तपाईँको ठ्याक्कै कति बज्यो भन्दाखेरि 9:13 भएको छ है। चाहिँ उहाँ बागलुङ हिरामुनि भन्ने ठाउँबाट चाहिँ 5 बजे हिँडेको थियौँ है साथीहरू। अनि 5 बजे हिँडेर अहिले चाहिँ 9:13 भएपछि त्यही हजुरको 4 घन्टा 13 मिनट भनौँ न। अब यसमा पनि फेरि तपाईँले के बुझ्नु पऱ्यो भने हामी चाहिँ लगभग 40 मिनट जस्तो चाहिँ जाममा पऱ्यौँ होइन। अनि 20 मिनट जस्तो फेरि नास्ता खान रोक्यौँ भनेपछि अब 1 घन्टा त हाम्रो त्यत्तिको वेस्ट भएको छ नि त। भनेपछि चाहिँ अराउन्ड 3 घन्टा भनौँ न, 3 घन्टा जतिमा चाहिँ तपाईँहरू चाहिँ यो बाटो भएर चाहिँ बागलुङदेखि आउन सक्नुहुन्छ रहेछ है साथीहरू। त्यही हो, अब बर्खाको बेलामा चाहिँ बाटो अलिकति अप्ठ्यारो चाहिँ हुनसक्छ, किनकि अब जहाँ चाहिँ पुलहरू बनिसकेको छैन नि त। त्यही भएर न त अदरवाइज तपाईँहरू यो अरू बेला हिउँदको बेलामा चाहिँ यो बाटो भएर चाहिँ तपाईँहरू बागलुङ जान सक्नुहुन्छ। छोटो पर्छ, समय पनि तपाईँको बचत हुन्छ है। पोखराबाट जाँदा चाहिँ हामीलाई लगभग 5 घन्टा अराउन्ड 5-5.5 घन्टा जस्तो लागेको थियो भने यो बाटो चाहिँ हामीलाई त्यसमा 3 घन्टामा चाहिँ हामी अहिले चाहिँ ठ्याक्क वालिङको भुम्रेको गेटनिर भुम्रेको आधी खोलामा बनेको पुलमाथि चाहिँ आइसकेको छौँ। सो तपाईँहरूलाई चाहिँ आजको यो हाम्रो भ्लग चाहिँ कस्तो लाग्यो होइन, मन परेको भने चाहिँ एउटा लाइक गर्नु होला। अनि केही मन नभएका प्रश्नहरू छ भने चाहिँ कमेन्ट बक्समा गएर चाहिँ कमेन्ट पनि गरिदिनु होला। अनि मेरो देवेन्द्र राणा भ्लग्सलाई पनि नबिर्सिकन चाहिँ सब्सक्राइब पनि गरिदिनु होला भन्दै तपाईँहरूसँग चाहिँ आजको भ्लगदेखि छुट्टिन चाहन्छु। भेट होला अर्को भ्लगमा, त्यतिन्जेलसम्म आफ्नो अनि आफ्नो परिवारको चाहिँ ख्याल गर्नु होला है त साथीहरू। बाई बाई।